साथीहरू, आजको बुहारी भाग पनि अपलोड भइसकेको छ। अघिल्लो एपिसोडमा गुन्डाहरूले रामलाई मार्ने उद्देश्यले आक्रमण गरी यो अवस्थामा पुर्याइदिएका छन्। यति बेला राम हस्पिटलमा भर्ना भएका छन् भने मुना र कमलालाई पनि रामलाई यस्तो भएको भन्ने कुराको जानकारी भएको छ र यति बेला मुना र कमला पनि रामलाई भेट्न भनेर गएका छन्। यता फेरि पनि बिक्की र अर्को त्यो गुन्डाले रामलाई मार्नका लागि राम जीवित छ भनेर थाहा पाएपछि डाक्टरको भेषमा गएर फेरि पनि रामलाई मार्नका लागि आक्रमण गरेको छ। यता गाउँमा सुर्ती र यो मालतीको त के कुरा गर्ने, यिनीहरूले गाउँ नै पुरै आतंकित बनाएर राखेका छन्। अहिले राम मर्न लाग्यो भनेपछि त झन् सुर्ती डन बनेकी छे। रामलाई मार्नका लागि केटाहरू खटाइएको छ भनेपछि त सुर्तीलाई कसैले छुन सक्दैन नि। हो, गाउँमा पनि यस्तै चलिरहेको छ भने यता रामको उपचार भइरहेको छ। अघिल्लो एपिसोडमा रामलाई बचाउनका लागि र रामलाई उपचार गर्नका लागि आउने व्यक्ति को हो भन्ने कुरा आजको एपिसोडमा खुल्नेछ भने त्यो व्यक्ति रामलाई बचाउनुको पछाडि कुनै स्वार्थ बोकेर आएको छ या सहयोग गर्ने उद्देश्यले आएको छ। लामो समयदेखि रामको अवस्था, राम के गर्दैछ, कता जाँदैछ भनेर एउटा केटीलाई निगरानी गर्न लगाइरहेको थियो। आखिर त्यो सब किन भइरहेको छ भन्ने कुरा आज खुल्नेछ। समग्रमा भन्नुपर्दा आजको भाग एकदमै रमाइलो हुनेवाला छ। आजको एपिसोड हेर्नका लागि तपाईँहरू को उत्सुक हुनुहुन्छ, को आतुर हुनुहुन्छ, कृपया भिडियोलाई लाइक गरेर कमेन्ट सेक्सनमा बताउन भने चाहिँ पक्कै पनि नभुल्नुहोला। साथै आगामी दिनहरूमा पनि यस्तै रिभ्यू भिडियोहरू हेर्न चाहनुहुन्छ, सुटिङ रिपोर्टहरू हेर्न चाहनुहुन्छ भनेदेखि हाम्रो च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला, ताकि तपाईँहरूले हाम्रो भिडियोहरू सजिलै प्राप्त गर्न सक्नुहोस् भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छु।